हाम्रो यात्रा चाहिँ सुदीपको बिहेको लागि हामी गाईघाटतर्फ प्रस्थान हामी आज बिहान 10 बजेतिर गऱ्यौँ। बाटोमा चौकोटे भोजनालयमा खाना खाएर हामी अगाडि बढ्दैछौँ। अहिले सिन्धुलीको यो बर्दिवास आउन लागिरहेछ र हाम्रो आशुतोष दाइले बाइक हाँकिरहनु भएको छ। अहिलेसम्म मैले हाँकिरहेको थिएँ, अहिले आशुतोष दाइले हाँकिरहनु भएको छ। आशुतोष दाइ यहाँ अगाडि एकदम मजाले हाँकिरहेको मैले देखिरहेको छु। उहाँले के भन्नुहुन्छ त? 2-4 शब्द यसो राखिदिनुहुन्छ कि? जिन्दगी भने यात्रा हो, यो सधैँ चलिरहन्छ। चल्या चलै यो के भइरहेछ कहिलेको थाहा पनि छैन होइन, थाहा हुँदा नि हुँदैन। उहाँ धेरै बिन्दास मान्छे हुनुहुन्छ। उहाँलाई यात्रा भनेपछि उहाँले घरबाटै त्याग्नुहुन्छ टाइपको उहाँको फिलिङ छ। र हामी यो सिन्धुलीबाट अब बर्दिवासतिर जाँदैछौँ। बर्दिवासको बाटो एकदम राम्रो देखिरहेछ। पछाडिबाट डोजर आइरहेको हो कि यो के आइरहेको हो। अगाडि चाहिँ हाम्रो अगाडि चाहिँ यस्तो हेर्दाखेरि यस्तो खुल्ला देखिन्छ जङ्गलहरू। यो सिन्धुलीको जङ्गलहरू हो, हाम्रो वरिपरि यो सिन्धुलीको जङ्गलहरू हो। यहाँ खोलाहरू, सानो खोलाहरू पनि आइरहेछ। र सुदीपको बिहेसम्म हाम्रो 4 दिन 5 दिन चाहिँ गाईघाट 3 दिन, 1 दिन चाहिँ मेरो घर कटारी बस्ने प्लान हाम्रो अनुसार हामी अगाडि बढ्दैछौँ। तपाईँहरूलाई पनि यात्रा यस्तै कस्तो लाग्छ होइन, मेरो भिडियोलाई लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। हुन त मैले रमाइलो गरेको कुराहरूमा तपाईँले के महसुस गर्नुहुन्छ भने यो सिन्धुलीको बाटो यति सफा छ, यति राम्रो छ, तपाईँहरू पनि घुम्न आउन सक्नुहुन्छ। यति राम्रो ठाउँहरू हामी आफ्नै नेपाली आन्तरिक पर्यटनलाई हामी उजागर गरेर हामी विदेश घुम्न जान्छौँ, दुनियाँ डलर खर्च गरेर आउँछौँ। तर यही देशमा पनि कति राम्रा ठाउँहरू छन्, कति राम्रा कुराहरू छन्, हामी त्यसलाई चाहिँ इग्नोर गरिरहेको हुन्छौँ। त्यही भएर तपाईँहरूले पनि आफ्नो देशलाई माया गर्नुहुन्छ भने, आफ्नो देशमा आन्तरिक पर्यटनलाई प्रवर्धन गर्नुहुन्छ भने तपाईँहरूले पनि घुम्नुपर्छ। नेपाल यति सुन्दर देश छ, स्विजरल्यान्डभन्दा राम्रो देश भनेर कहलिएकै छ। हुन त विकास कम भएको छ, त्यही भएर पनि होला घुम्नलाई अलिकति गाह्रो भएको। तर तपाईँहरूले यो भिडियो हेरेर आफूलाई खुसी महसुस गर्नुहुन्छ होला भन्दै म यो भिडियो युट्युबमा पोस्ट गर्छु। तपाईँहरूले लाइक र कमेन्ट गरिदिनु होला। धन्यवाद।